लागेको निर्वाचनमा हामी सहभागी हुँदैछौँ। त्यसकारण हामीले यसलाई सामान्य अर्थमा बुझेर हुँदैन। यहाँ आइसकेको छ र मलाई लाग्छ तपाईहरू सबैले राम्रोसँग बुझी पनि राख्नु भएको छ। जेनजी आन्दोलनपछि खास गरी 24 भाद्रको विध्वंसपछि देश जुन सङ्कटमा देखा पर्यो, राष्ट्र जुन सङ्कटमा देखा पर्यो, त्यो सङ्कटबाट पार लगाउने एउटा प्रक्रियामा हामी समेतको सहजीकरणबाट मैले र कमरेड माधव कुमार नेपाल समेतको सहजीकरणबाट अन्तरिम सरकार र यो निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयास स्वरूप यो निर्वाचन अगाडि आएको छ। म यो कुरा सबैलाई गहिरो गरी विचार गर्न अनुरोध गर्न चाहन्छु। दोस्रो, यो निर्वाचन प्रक्रियालाई अगाडि बढाउनको लागि हामीले राष्ट्रमा एउटा नयाँ शक्तिको आवश्यकता, नयाँ एकताको आवश्यकता र सबै खाले प्रतिक्रियावादी र वैदेशिक चलखेल र षड्यन्त्रलाई परास्त गर्नको लागि एउटा नयाँ पहल कदमीको आवश्यकता महसुस गरेर नै हामीले नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया अगाडि बढायौँ। 10, 15, 19, 21 हुँदै आजबाट त्यो 23 पुग्दैछ र विभिन्न कम्युनिस्ट र समाजवादी घटक मिलाएर एउटा नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने र यो निर्वाचन प्रक्रियामा हामीले राष्ट्रिय एकता पनि प्रवर्धन गर्ने नेपाली जनताले जनयुद्ध र जनआन्दोलन अन्य तमाम उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका आन्दोलन र तिनका शहीदहरूका सपनाहरूलाई पुरा गर्ने गरी फेरि अगाडि बढ्ने सङ्कल्पका साथ हामीले त्यसो गरेको हो। यही प्रक्रियामा हामी अहिले निर्वाचन क्रममा छौँ र म यहाँ कमरेडहरूलाई के कुरा भन्न चाहन्छु भने यो असाधारण परिस्थितिको निर्वाचनबारे सुरुमा पार्टीहरूको बिचमा एकमत थिएन, विभिन्न खालका तर्क वितर्कहरू थिए। तर हामीले सुरुदेखि नै आजको देशको जटिल र चुनौतीपूर्ण परिस्थितिमा निर्वाचनको विकल्प छैन, त्यसकारण कुनै खालको कन्फ्युजनमा बस्ने होइन, हामी निर्वाचनको तयारीमा जानुपर्छ भनेर हामीले देशभरि नै एकता सन्देश सभा मार्फत लाखौँ जनतालाई सम्बोधन गर्दै अगाडि बढ्यौँ। आज हामीलाई खुसी छ, गर्व छ कि सिँगै देश, सबै राजनीतिक दल र सबै नै अहिले निर्वाचन प्रक्रियामा हामी सामेल भएका छौँ। यो हाम्रो निम्ति विशेष रूपले खुसी र गर्वको कुरा हो। कमरेडहरू र साथीहरू, सोलुखुम्बु जिल्लामा निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने बेलामा मलाई पार्टीको संयोजकको हैसियतले र सहसंयोजक कमरेड माधव कुमार नेपाललाई पनि सोलुमा हामीलाई कस्तो महसुस हुन्थ्यो टिकट बाँड्दाखेरि भने घाम हेऱ्यो घामै राम्रो, जुन हेऱ्यो जुनै राम्रो, सुरवीर हेऱ्यो सुरवीरै राम्रो, असीम हेरे असीमै राम्रो लागेर धेरै समय लाग्यो मेरो